पशुपति आवासीय माध्यमिक विद्यालयमा चाहिँ आफ्नै चमेना गृह यानि कि क्यान्टिन पनि रहेछ। यहाँनिरको सानो नानी बाबुहरूको चाहिँ टिफिन भइसकेको रहेछ। यहाँनिर सबैजनाले कतिपय अभिभावकले प्राय अभिभावकले घरबाटै खाना बोकेर आउनु भएको छ भने कतिपयले चाहिँ यहीँ क्यान्टिनबाट पनि किनेर खुवाइरहनु भएको दृश्य हामी देख्न सक्छौँ। अब खाना खुवाउन आउनु भएको अभिभावकलाई अब प्रश्न सोद्धाखेरि पनि नानीलाई खाना खुवाइसकौँ न भन्ने फिडब्याक आउन सक्छ होइन। सो त्यही पनि हामी चाहिँ एक दुईजना अभिभावकबाट चाहिँ यो चमेना गृहदेखि लिएर विद्यालयमा आफ्नो छोराछोरीको सुधार के कस्तो भइरहेछ फिडब्याक लिन गइरहेका छौँ। सो फिडब्याकको क्रममा हामी यहाँ एकजना दिदीले चाहिँ आफ्नो नानीलाई खाना खुवाउँदै हुनुहुन्छ रहेछ। हेलो दिदी, नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै। टिफिन भयो? हजुर। सानोको याद आएको छैन तपाईँलाई? आएको छ नि। आइरहेको छ? आइरहेको छ। हजुरको के नानी हो? हजुर, बाबु हो। हजुरको छोरा? हजुर। कतिमा पढ्नुहुन्छ? एलकेजी। एलकेजीमा पढ्नुहुन्छ है? भने पछाडि कति वर्ष? 3 वर्ष भयो हाल्नु भएको? भयो 3 वर्ष। सुरुदेखि पिजीदेखि नै यहीँ हाल्नु भयो? पिजीदेखि नै यहीँ हालेको हो। ए ओके। तपाईँले आफ्नो नानीमा के सुधार पाउनु भएको छ त? पिजीदेखि हुन्छ नि केटाकेटीको कतिपय नानीहरू चकचके पनि हुन्छन्, कतिपय ज्ञानी हुन्छन्। उहाँ गएर विद्यालय गएपछि केटाकेटीसँग सङ्गतले चकचके हुन्छन् होइन। भन्न खोजेको तपाईँको नानीमा कस्तो खालको सुधारहरू पाइरहनु भएको छ? कस्तो छ नानीको पढाइहरू कस्तो छ है? यहाँनिरको एक्स्ट्रा करिकुलम एक्टिभिटीहरू के सिकिरहेको छ नानीले? धेरै सबै कुरा नै राम्रो छ हौ। सुधार अब घरमा अर्कै बानी हेबिट हुने होइन, यहाँ अर्कै राम्रो छ। सबै कुरा राम्रै छ। राम्रो छ। एलकेजीमा पढ्ने होइन नानी? हजुर। ह्यान्ड राइटिङ कस्तो छ तपाईँलाई? कस्तो लाग्छ नानीको ह्यान्ड राइटिङ? अब नर्सरीको भन्दा अलिक राम्रै भएको छ अहिले चाहिँ। राम्रै भएको छ है, बानी हो नि त लेख्ने। हजुर। तपाईँलाई चाहिँ अब नानी यहाँनिर पढिरहँदाखेरि जस्तै अब भोलिको दिन अब कतिसम्म पढाउनुहुन्छ त्यो त अब तपाईँले सोच्नु भएको होला। कतिसम्म पढाउने सोच्छ यहाँ पशुपतिमा? अब ननिकाल्ने नै सोच छ मेरो त होइन। +2 सम्म नै यहीँनिर पढाउने सोच छ। यहीँ पढाउने सोच छ है। जस्तै अहिले नानी सानो छ, एलकेजीमा हुनुहुन्छ होइन। अब जस्तै नानी यो विद्यालयमा चाहिँ अहिले तपाईँले थाहा पाइरहँदाखेरि भएका एक्स्ट्रा करिकुलम एक्टिभिटीमा जस्तै यो कुरा चाहिँ थपिए भने भोलिको दिनमा मेरो नानीहरूलाई चाहिँ अझै प्लस पोइन्ट हुन्थ्यो जस्तो के लाग्छ तपाईँलाई? के छ तपाईँको फिडब्याक? अब सबै करिकुलमहरू राम्रै नै छ होइन। एक्स्ट्रा एक्टिभिटिजहरू पनि भइरहेको छ। त्यस्तो खासै चाहिँ खोइ मलाई चाहिँ त्यस्तो लागेको छैन। नानी एलकेजीमा पढिरहँदा अहिले यहाँनिर नानीले चाहिँ के एक्स्ट्रा करिकुलम सिकिरहनु भएको छ तपाईँलाई के थाहा छ? धेरै नै सिकिरहेको छ। जस्तै यस्तो हुन्छ नि त, हामी पहिला पढ्दाखेरि चाहिँ एउटा गीत गाउन सिक्नु पऱ्यो भने पनि अर्कै नयाँ ठाउँमा एडमिसन लिन जानु पर्थ्यो। अब जस्तै मैले यहाँ बाहिर फिडब्याक लिइरहँदाखेरि पशुपति माविमै सबै थोक छ अरे, डान्सिङ, सिङ्गिङ, अब फुटबल, अब ठुलो भएपछि अरे फुटबल, क्रिकेट जस्तै यस्ता खालका क्रियाकलापहरू पनि यहीँ सिकाउनुहुन्छ अरे। तपाईँको नानीले के सिक्दै हुन्छ? सबै सिकिरहेको छ, डान्सदेखि लिएर होइन। अब स्पोर्टहरूको सबै, सिङ्गिङ त्यस्तो सबै छ। अब एक्स्ट्रा चाहिँ 1 देखि चाहिँ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब आफूले पर्सनल एक्स्ट्रा कुन अब आर्ट्स भयो होइन, स्पोर्टको भयो, अब डान्सको हो, त्यस्तो चाहिँ 1 देखि सुरु हुन्छ है। त्यो चाहिँ मलाई थाहा भएन, त्यही भएर हजुरबाटै मैले 1 देखि जस्तो लाग्छ है मलाई। हुन्छ नभए अरू चाहिँ सबैजनामै भइरहेको छ। भनेपछि एलकेजीसम्म तपाईँ सन्तुष्ट हुनुहुन्छ? हजुर। यहाँ पढाइकन तपाईँलाई पढाएर मात्र जस्तो लागेन भने चाहिँ पढाइकन प्रतिफल पनि पाउनु भएको छ नानीमा? एकदम राम्रो छ यहाँको फिडब्याकहरू। तपाईँ अरू कोही आफ्नो नानी बाबुलाई कुन स्कुलमा पढाउने, कुन मन्टेसरीमा हाल्ने भनेर सोचिरहेको बेलामा तपाईँले पशुपतिमा कतिको सुझाव दिन चाहनुहुन्छ? राम्रो छ यहीँनिर हाल्नु भन्ने सुझाव दिन चाहन्छु म चाहिँ होइन। अरू पनि अब त्यस्तो नराम्रो त भन्न खोजेको त होइन, र पनि राम्रो छ यहीँनिर हाल्नु होला। यहीँ हाल्दा पनि राम्रो हुन्छ है। राम्रो हुन्छ। अरू मन्टेसरी खोजिरहनु परेन? पर्दैन। हस्, थ्याङ्क यू। हुन्छ। ओके, सो फाइनली हामीले चाहिँ दिदीको फिडब्याक लिइसक्यौँ। फिडब्याकमा हाम्रो पनि केही कमी कमजोरी भयो होला नि, तर पनि हामीले फिडब्याक लिने क्रममा मैले पनि नपाएको कुराहरू मैले थाहा पाएँ। जस्तै एक्स्ट्रा करिकुलम एक्टिभिटीहरू चाहिँ 1 क्लासदेखि सुरु हुँदो रहेछ यहाँनिर। सो उहाँको नानी चाहिँ पहिलाभन्दा धेरै जान्ने हुनुभएको होइन। अब किनभने एलकेजीमा पढ्ने नानी त त्यति धेरै उयो हुँदैन, तर पनि मलाई पनि म एलकेजीमा पढेको याद छ क्या कस्तो थिएँ म भन्ने कुरा। विद्यालय अनुसारले हामी चेन्ज पनि हुन सक्छौँ। सो मन्टेसरी खोजिरहनु नपर्ने रहेछ।
विद्यालयमा पशुपतिमै पिजीदेखि लिएर 12सम्म यही छ भन्ने कुरा उहाँले मलाई भन्नुभयो। सो उहाँको लागि थ्याङ्क यू।